नहोस् भनेर हो, तर वास्तवमा भगवान सत्य हुनुहुन्छ, निराकार। अहिले भगवान यही हुनुहुन्छ तर हामीले देख्न सक्दैनौँ। जसरी भक्ति माताले हात जोड्यो, हे देवऋषि, त्यसले अब एक काम गरिदिनुहोस्, के गर्ने, मेरा छोराहरूको त कल्याण गरिदिनुहोस् न। तब नारदजीले गीता पाठ गर्नु। गीता पाठे मुहुर मुहुर, एकचोटि होइन रे, दुईचोटि होइन रे। यहाँ मान्छेले भुल गर्नुहुन्छ, म बार बार सम्झाउँछु। भगवत गीता र भागवत कथा फरक कुरा हो, एउटै ग्रन्थ होइन यो दुईटा। भगवत गीता अर्कै ग्रन्थ हो, भागवत कथा अर्कै ग्रन्थ हो। अहिले सुन्दै हुनुहुन्छ भागवत, भगवत अर्कै ग्रन्थ हो। मान्छे एउटै सम्झिनुहुन्छ तर यहाँ फरक कुरा छ है। किन भगवानको मुखबाट निस्किएको भगवत गीता हो, भगवानको बारेमा लेखिएको भागवत कथा, त्यही भएर फरक छ। यहाँ के भन्नुहुन्छ, गीता पाठ त गर्नु तर ज्ञान वैराग्य उठ्न सकेन। आकाशबाट गयो नारद, तिमी सत्कर्म गर, र त्यो सत्कर्म तिमीलाई त्यो सन्त महापुरुषले बताउनुहुन्छ। अब नारदजी झन् संशयमा पर्नुभयो, यत्रो बेर गरेको सत्कर्म थिएन त, म के गर्ने थिएँ त? यो भन्दा पनि महान सत्कर्म के हुन सक्छ? अनि त्यो पनि कसले बताउँछ अरे? सन्त महापुरुष। कस्तो हुनुहुन्छ, कहाँ बस्नुहुन्छ, के नामको, केही भन्नु भएन। म कहाँ खोज्न जाऊँ? त्यही खोज्दै खोज्दै आज म बद्रीनाथ आइपुगेँ। हे सन्तादि कुमार, मेरो समस्या यही हो कि म ज्ञान वैराग्यको कल्याण गर्न चाहन्छु।